धेरै मान्छेहरूको चाहिँ एउटा क्वेसन चाहिँ के छ भने जस्तो मैले धेरै भिडियोहरूमा यो कमेन्ट पनि देख्ने गर्छु, टाउको दुखाइसँग सम्बन्धित भिडियोहरूमा यो कमेन्ट आइरहेको मैले पाउने गरेको छु। यो माइग्रेन चाहिँ सन्चो हुन्छै हुँदैन, यसको निमान हुन्छै हुँदैन? माइग्रेन सन्चो हुन्छ कि हुँदैन भन्दा माइग्रेन कन्ट्रोल हुन्छ कि हुँदैन भन्ने सोध्नुपर्छ पहिला चाहिँ तपाईँको। हामीहरू ओपिडीमा बस्दा नि यो डेली जुनसुकै बिमारमा नै हामीले इन्काउन्टर गर्ने क्वेसन हो कि मेरो सन्चो हुन्छ त, निको हुन्छ त, पहिलाकै जस्तो हुन्छ त भनेर सबैले सोध्नुहुन्छ। त्यो सोध्नु केही हदसम्म जायज पनि हो होइन, त्यो लाग्छ नि। तर त्यो हुन्छ हुन्न भन्ने एन्सर चाहिँ हुँदैन कि यस्तो कुनै पनि बिमारको, बुझ्नु भएन? अब कहिले सन्चो हुन्छ, कहिलेसम्म सन्चो हुन्न, ढिलो चाँडो भन्न केही समयपछि चाहिँ त्यो निमान हुन्छ हुँदैन, अन्त्य हुन्छ हुँदैन, दुखाइको भन्नु। सो मेनी फ्याक्टर्सले एफेक्ट गर्छ कि। जस्तै अब तपाईँको माइग्रेन छ, माइग्रेनलाई ट्रिगर गर्ने चिजबाट चाहिँ कहिले टाढा नबस्ने, अनि मलाई माइग्रेन सन्चो बनाइदिनुहोस् भनेर कहिले पनि सन्चो हुँदैन। तपाईँ साधारणतया यसको प्याटर्न हेर्नुहुन्छ भने चाहिँ 30sमा पिक हुन्छ, त्यसपछि डिक्लाइन हुन्छ आफै। तपाईँलाई चाहिँ प्रपर ट्रिटमेन्ट गर्नुभयो, प्रपर डिसिप्लिन गर्नुभयो भने एउटा पोइन्ट अफ टाइममा हराउन पनि सक्छ। तर हाफासार लाइफस्टाइल गरेर तपाईँको औषधिबाट निको बनाउँछु भनेर चाहिँ निको हुँदैन।